अब एउटा स्ट्याटस पढ्छु मैले, बालेनले लेखेको, तेरो भरौटेहरूको पो बा भई साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस्। हो यही हो, बालेन आतङ्कवादी हो भन्ने कुरो यही स्ट्याटसबाट थाहा हुन्छ। कसरी? उसको यो स्ट्याटसको कारणले 24 गते सारा जलेको छ। त्यो जलाउने कुराको पूर्वाधार यो स्ट्याटस हो। त्यही भएर यो आतङ्कवादको आरोप लगाएर बालेनले कारबाही गर्नुपर्छ। केपी ओलीजीहरूलाई कारबाही गर्नु पर्दैन? गरोस् न त, त्यत्रो मान्छे मार्नेहरूलाई। अब केपी ओलीले त बयान ल्याएको छ, वार्ता गरेको कुरा बयान भन्नुभएको छ, प्रचार गर्नुभएको छ, स्थानहरू हटाउनु भएको छ, सुरक्षा अहिले अगाउ पछि दिनुभयो कि अरे पछि दिनुभयो र अगाउ त दिनुभएको छैन। छानबिन गर भनेकै छ त छैन त। र बालेनले चाहिँ जुन दिन हामी जस्ता मान्छे गेरीबन्दी हुन्छ नि यही विषयमा छानबिन हुन्छ र यो सारा जलेको जिम्मा चाहिँ बालेनले लिनुपर्छ। यो आतङ्कवाद फिजाउने महत्त्वपूर्ण स्ट्याटस यही हो र यो बालेनले लेखायो। यो चाहिँ कुनै वैदेशिक साम्राज्यवादीहरूले लेखेको स्ट्याटस उसले हाल्यो।